हामी आज खोटाङ हलेसीको यात्रामा छौँ। अहिले हामी चतरा आइपुग्न आँट्यौँ। अब जाँदैछौँ। आजको मौसम चिसो चिसो छ, पानी परेर उफ्रिन खोज्दैछ। यात्रा सफल रहोस्, सबैमा शुभकामना। अहिले हावाले रोकिसक्यो। यो खुट्टामा पानी गएको थिएन, बराह क्षेत्र जाने बाटो। कोसी पुल नगरको है भुल। कोसेरी बगाई नानी अब हामी दुधकोशी पुग्छौँ अनि यहाँ हो। छिटोसम्म बाटो राम्रै होला। अब दुधकोशीको किनारै किनार कटारी बजार आइपुग्यो। अब हामी धिमान हुँदै सिन्धुली हुँदै जाने कार्यक्रम छ। यताको बाटो कटारीको बाटो राम्रो छैन भनेर उता चाहिँ बजार जाने, कटारी बजार, यताबाट धिमान। विमानतिर कटारी बजार। ब्रिज हो। हामी काठमाडौँ जाने बाटो। अब यता हलेसीतिर लाग्यौँ। बाटो त कस्तो राम्रो रहेछ, यही राम्रोको लागि 4-5 घन्टा दुःख गरेर यता आएको। यो बाटो चाहिँ हामी पहिलोपल्ट हिँड्दैछौँ। यो कुन खोला? भोटेकोशी। यता जाने रहेछ उता देख्नु हो। यो डाँडा पुल पल्लोपट्टिबाट आयो, अब वल्लोपट्टिबाट हामी यता गयौँ। हामी चाहिँ सिन्धुली कटेर अब उदयपुरतिर लागि।
बाटो चाहिँ यहाँ अलिक डेन्जर रहेछ। यहाँ चाहिँ अलिकति अप्ठ्यारो रहेछ। बिहान पकाएको चना उसलाई बासी भयो अरे सुनकोसी कतिचोटि यो कोसी हामी कतिचोटि तर्यौँ याद भयो कसैलाई? होइन ओखलढुङ्गा लाग्यो। अब चाहिँ माने भन्ज्याङ 7 अर्कपुर ओखलढुङ्गा। बाटो चाहिँ यस्तै हो। त्यहाँ पनि यस्तै हो भन्छन्, उता गएका छैन यहाँ भने हिँडेरै पार गर्छ। हिँडेर पुग्छ। अघि माथि गाली पनि यस्तै हो भन्छ। यहाँ कहीँ हिँडेरै पुग्छ। हामी त्यो डाँडाबाट घुमेर पुल तरेर अब यो डाँडा उकालो लाग्यो। छुट्नै मन लाग्दैन हो तिमीलाई बेसी। हलेसी यात्रा सोलु जाने बाटोबाट हामी छुट्टिएको यता। फेरि हामी सुनकोसीको पुल फेरि कट्दैछौँ। यतै हो सोध्नु है। फेरि एकचोटि 6 बजे बेलुका सुनकोसी पुल तरेर फेरि अब यता लाग्यो। 6:30 हुन आँट्छ। बेलुकाको 6:30 भइसकेको छ। हामी चाहिँ अब चाहिँ बल्ल सुनकोसीको तिर छोडेर उकालो लाग्दैछ। यहाँदेखि चाहिँ अब लगभग 20-25 किलोमिटर जति टाढा मात्र रहेको जस्तो लाग्दैछ। हामी नेर आइपुगेका छौँ। बिहान 6 बजेदेखि कन्टिन्यू हामी गइरहेका छौँ। अब चाहिँ हामी पुग्नै लागेको छौँ। यतिखेर लगभग पुगिसक्थ्यौँ होला। तर यहाँ अगाडि बसले हामीलाई अलि डिस्टर्ब गरिरहेछ। छोटो टर्निङ बसलाई टर्निङ नै पुगिरहेछ। तान्न नसकेर तान्न